गाइज हामी चाहिँ राइडमा है गाज ल गाइज हामी चाहिँ अब आज म नेपालबाट आएको पहिलो दिन होइन राइडमा है सर यसरी गइन्छ होइन सनसेट हेर्नलाई वाओ सो अमेजिङ हो क्या चट्ट जानुपर्छ होइन गाइज सो तपाईँहरूलाई मैले सनसेट देखाइदिन्छु यो चाहिँ हाम्रो दाइ यो चाहिँ हाम्रो यो ड्याम रमाइलो छ गाइस यो चाहिँ छुन्छन फोक्दोको छुङचुसी हो है सर रमाइलो भइरहेछ गाइज यहाँबाट टक्क होइन यस्तो टर्निङ हानिन्छ कि ल चिलमा ल दाजु फेरि एकचोटि दिनुहोस् त मजा ल दाजु सर जानु होइन म चाहिँ पछि पछि चट्ट लाएर मलाई थाहा छैन नि त यहाँ रुट मलाई त्यति थाहा हुँदैन कि तैँले यहाँ सनसेट हेर्न लाने भन्नुभएको छ अब हामी सनसेट हेर्न जाँदैछौँ होइन त हामी पनि के काम चल दिदी हो ब्रेक ब्रेक सर यस्तो हुन्छ कि साथीहरू यो चाहिँ है ताङफङको बेलामा यसो चाहिँ बम्पर रमाइलो देखिन्छ सर सुताएर होइन गाइज यो हो नि त तरिका सर जस आज चाहिँ नेपालबाट हिजो हिँडेको होइन अनि चाइना ट्रान्जिट थियो कि साथीहरू अनि त्यसपछि फेरि आज कोरिया दिउँसो 3 बजीतिर आइयो अनि त्यसपछि दाइ लिन जानुभएको थियो अनि आएपछि एकचोटि भाइलाई ल सनसेट हेर्न लगिजान्छु भनेर लिएर हिँड्नु भएको छ म पनि पछि कुदिरहेको छु कि गाइज होइन चट्ट घुमिदिनु पर्छ क्या कोरिया पसिन्जरी यस्तो सरर होइन अलिकति राइडमा चाहिँ अलिकति होसियार चाहिँ गर्नुपर्छ कि
हामी पनि अफरोड किङ हो। यस्तो चिल्लो बाटो त नचाहिन्छ। वाउ त्यो डाँडामा आइज चाहिँ नि त्यो हो चाहिँ दाजु गाइजहरू यो डाँडामा गएर सनसेट हेर्ने। वाउ दिस अमेजिङ हो क्या। ल मिस यु माई अल फ्यामिली। आज चाहिँ म कोरिया प्रवेश गरेँ पहिलो दिन होइन। धेरै मिस गरिरहेको छु। नेपाल छुट्टी मनाएर आइयो। नेपालमा पनि अब बन्जी सन्जी गर्ने होइन। चल्ल चिलमा हिँड्दैको चट्ट गरियो होइन। चट्ट रमाइलो भयो। घुम्नमा फेरि म चाहिँ घुमन्ते नै हो क्या गाइज। कोरियामा पनि अब यी दाइहरू हुनुहुन्छ चट्ट दाइहरूसँग हिन्दी हाल्ने हो। जहाँ भनेपछि अनुभव गरिहाल्ने रे। घुम्नुपर्छ मरिलाने के छ र होइन। अब जस हरेक कुराको अनुभव चाहिँ गर्नुपर्छ। यो चाहिँ हान नदीको शिर हो गाइज। यहाँ चाहिँ ड्याम छ होइन। अब मलाई साइड लाइट बालेपछि अब हामी जान्छौँ। वाउ कस्तो लागिरहेछ त दाजु? भन्नुहोस् कस्तो लागिरहेछ? सेम हो। यहाँ चाहिँ बाटो राम्रो छ होइन। फिलिली छ। नेपालमा अफरोडमा अब त्यस्तै हो। बचाइवरी हिँड्नुपर्छ। वहाँभन्दा त यहाँ त कति सजिलो यहाँ रुल चाहिँ फलो गर्नुपर्ने छ के। रुल फलो गऱ्यो भने सजिलो छ यहाँभन्दा। तपाईँको पाल्पाबाट होइन पोखरा जाँदाखेरि यस्तो अप्ठ्यारो छ। पुरै टर्निङ फिलिली हो। टक्क टुपुक्कको बाटो। म फेरि चल्दिहाल्ने हो कि हिँडेपछि एकैचोटि लियो हिँडिदियो। जस रमाइलो छ गाइज। यो मौसम पनि चट्ट होइन चिल छ। अब हाम्रो ट्राफिक खुलेछ क्या। सरर होइन कता हो। ल हामी चाहिँ गाउँतिर लाग्यो है गाइज। अब पाल्पातिर उकालो लाउँदैछौँ होइन। ओ के उकालो हो यो? टक्क दिने हो नि त। अनि फेरि सट्ट चिलमा होइन